love you as well. I love you. Sorry. भाइ तिमी मेरो फेभरेट तिमी पनि मेरो फेभरेट यो भाइहरु सबजना हाम्रो फेभरेट हो मेसेज गर न भाइ एक दुईजना मात्र छ काली फटा फेभरेटहरुले मलाई मेसेज गर न म रिप्लाई गर्छु म माया गर्नेहरुले माया गर म माया देखाउँछु हेट गर्नेहरुले हेट गर म माया हेट देखाउँछु बुझिस यिनीहरूले माया गरेर नाइ माया गरिहाल्छु नि कति प्र्याक्टिस गरेर गाउँमा गएर क्यामेरामै देखेन है त्यो मुजी अस्ति हामीले कस्तो प्र्याक्टिस गरेर यिनीहरूले याद छैन होला झापा गएर मलाई यिनीहरूले चलाएको बेला झापा गएर कस्तो नबोलेर पो रुल हाने अब पहिला रुल सिकाउनु होइन स्कुल जाँदा स्कुल रुल हाने हो टोल जाँदा टोल रुल हाने हो अब हिपहपमा आएको छ अब सोच अब के हुन्छ डुप्लिकेट क्याप रे यस डुप्लिकेट क्याप नगो सुन टु बी ओरिजिनल यारीको छोरा यो डायमन्ड छ नि यो यारीको छोरा सुन टु बी ओरिजिनल नगो ओ यो बिको हान्दिनु न साँच्ची क्याप छ क्या हानेर दुईसे नै कुरा हान्दिनु न भाले झरे भएन क्याप चाहिँ हाम्रो सबै दिउँ 5% कति पर्सेन्ट हो ब्याट्री यस्तो रहेछ कि तिमी किन आइज भन्दो रहेछ मैले बुझेँ त्यही भनेका न पढ्न थाल्यो भने चाहिँ आइज ल भन्नु मन लाग्नु रहेछ कि केटा एकचोटि तिमीहरू मेरो ठाउँमा बसेर हेर भर्खर के भयो यहाँ प्रुफै देखेन यसरी मेसेज गर्छ अनि आइज भनेपछि त्यहाँ कुरा सुरु म पो मुजी कन्ट्रोल गरेँ त ल म जस्तो त मुजी छैन सबजना कन्ट्रोल गर्न सक्ने होइन र त्यो भएछ कि कुरा यसरी बुझ न केटा हो हेटरहरूले गर्दा तिमीहरू कस्तो मैले बुझिदिरहेको कुरा ठ्याक्कै बुझ त यसरी मैले त्यहाँ पी-वर्ड हानिदिन्छ केटाहरूले ड्याङ ड्याङ पी-वर्ड अझै खुसीको बत्तुर वर्ड छैन काँसोमा जाँदो रहेछ खुसीको बत्तुर वर्ड हानिदिन्छ कि केटाहरूले सुन्न लाडो जस्तो दाइहरू रहेछ के बोल्यो भाइ हेर त ल यस्तो बोल्छ अनि तिमीहरू त्यसलाई रिप्लाई गरेन भनेर होला रिप्लाई गर्छु म सरलाई गर्छु कि म कसको फोन आयो ट्रिजको फोन आयो बिजनेस हुन्छ हाम्रो हेलो यस सर इन्टरटेनमेन्ट अन द फोन है 2323 नेगो लाइभमा छ हामी ट्रिज के भन्ने हो लाइभको नेगो 23 लक्ड एन्ड लोडेड कमिङ अप यु नो व्हाट इट इज बुझेन जाबाई ग्याङ बोला पुलिसको भ्यान बोला जाबाई ग्याङ बोला हिँड्दा ज्यान जग्गा फेरि रिङ रोड छिर्न रहेको होला नट अ जोक रिङ रोडमै कुरेर बसिरहेको छौँ हामी रिङ रोड वरिपरि पेरेदारीमा छ केटाहरू आरआइपी यम बुद्ध आरआइपी किङ बन आई लभ किङ बन नेपाल मलाई हातमा गन थमाइदियो भने नेपालको किङ बन मै हो ट्रिजली लाइभमा आउनु त ए ल सुन छिटो ल ट्रिजली आउँदैछ सबजनाले ट्रिजलीलाई नमस्ते गर युके को सुटर हो सोचेर बोल्यो हुन्छ ए युकेमा हाम्रो एउटा अफ छ होइन त्यसको पनि आउँछ त्यो उल्टो गिन्ती गर्दै गर्दा हुन्छ कहाँसम्म पुग्दो रहेछ गिन्ती भन्ने ट्याक्क थाहा हुन्छ 10 देखि उल्टो गिन्ती गर्यो भने 1 सम्म नै पुग्न दिन्न होला हौ बिचसम्म प्याक बनाइन्छ होला त्यही हो नि ओए बाबु ओए कान्छो ओए तोत्लु कहाँ छ पुल के गर्दैछ बाँकी छ त धेरै दिन ए रानी कल गर्न न जो पनि फेरि एक कल आयो ट्रिज आउ त ल लाइभमा पुल अप ने एक बना न ल भाइ मेरो ब्यागमा छ दादा यस्तो गरियो हुक्कामा हाल्दै कोइल चेन्ज गर त्यति छ यस्ता घन्टा यस सर मेरो प्रोफेसर
न लाइभमा मेरो दाजुहरू दाइ मेरो दाइ आउनु त सानो यस्तो यिनीहरूलाई भालुको पुराण सुनाइदिनु न त दाइ अन्त तपाईँको खास पऱ्यो आउनु त दाइ भाइहरूलाई तपाईँको एकदम खाँचो पऱ्यो ट्याक्क लगाएर दुई चार शब्द यसो दाइ भाषण हालिदिनु न जनताहरूलाई डिक्लाइन भनेको के दाइको छुट्टै छ दाइ रिक्वेस्ट गर्नु न त भाग्यो दाइ भाग्यो दाइ भाग्यो क्या दाइ कहाँ हो तपाईँ दाइ छैन दाइ दाइ काममा हुन्छ होला काममा ल विशाल लिम्बू पनि आइदिएर त्यहाँ कोही त ट्रिक्स दाइ भर्खर आएको विशाल लिम्बू कसरी आयो विशाल लिम्बू त ट्रिक्स दाइ होइन त्यो रमाइलो भएको यिनीहरूलाई रमाइलो नि ट्रिक्स दाइलाई बोलाएर यो क्याब चाहिँ खानु नि त यसलाई बालसँग क्याबलाई क्याब भनिदिन्छु दाइले दाइ रियल मान्छे नेपालको रियल मान्छे नै दाइ हो सबभन्दा रियल भनेको सोना पर्छ दाइलाई कसैले त्यो सोनै दिन खोज्दैन डराएर नेपालको सबभन्दा रियल ऱ्यापर हो ट्रिक्स दाइ खतरा धनी करोडपति त हामी त चोर हो तर तेरो घर चोर कसम गरिब भने कि त्यो मान्छेलाई एसटीको भाइले याद आउँछ कस्तो भने मलाई त गरिब भने कि एसटीको भाइले याद आउँछ बाटोमा मुझे भिखारीहरू यताउता त्यो झरेको झाडको याद आउँछ हौ मलाई पात लाग्छ भनेर खै फ्रिजली उही 4% भन् 400 राख्दै गरौँ न नदीकोबाट आउँ न नदी लिएर आउँ हल्ला नगर केटाहरू म्याच हल्ला नगर के गर्छ मुजी ऱ्याप हान्नु सक्दैन मुजी लाइभमा आज अरूको कुरा काट्यो बस्यो ऱ्याप पनि सुन न ब्रो ऱ्याप हान्न सक्दैन त कस्तो सक्दैन छिरी सक्छ जाउ सुन खतरा ऱ्याप छ हाम्रो त मनपर्छ अन्त केटा त्यो पगल गरेको मुजी भसी पार्टीको घरको भाडा तिर्न नसकेर भागेको हो तिरेर भागेको तेरै घरको होइन तेरै घरको गएर बल उठाउन मलाई चाहिँ किन भन्दा यसो गरेको के भन्दा चाहिँ मलाई चाहिँ म्याच ओइ ल त मेरो घर आइज ल सामान लिएर स्टुडियोको रेकर्डिङ सेटअप लिएर मेरो घर ल भाग ल आज गीत लाइभमा सकिन्छ ल भन्दै याद भने यस नो भने नो खै पर्वले सुत्यो सक्यो रिप्लाई दिनु आउँदो रहेछ कि मर्चस ल मर्चस सुन जाउ के कमेन्ट गर मर्चसमा मर्चसको पुगेकै छैन मर्चस त त्यति हो र औकात मर्चसको जस्तो लाग्छ कि मलाई बिकज मैले मुझे एकदम डेडिकेसन दिन्छु कि त्यो गीतमा मैले सबै कुरा भनेको छु केटाहरूलाई मेरो लाइफको धेरै टप सिक्रेट कुराहरू छ त्यसमा गयो सुन मेरो त मुझे आँसु झर्ने प्रोजेक्ट हो मर्चस बाहिर भोलि सुट छ मेरो बाहिर भोलि त हो नि मुझे अहिले हो र छिट्ने आइज न काम गर भोलि उठेरै सुटमा गएको हो तैँले हिस्ट्री बनाउँछस् तिमी काम नगरेस् जस्तो हो न हो बोलको भएर मुझे माइक साइकल आइज भनेको मुझे सुट छ सुत्न त ठिक किन लागिरहेको 10 lungs more than 10 lungs bro smoke an ounce in a day never culture बाबु केटीलाई एज र केटालाई इन्कम कहिले हुन्छ आऊ न घरमा आउँदै तिम्रो तिम्रो निधारमा राखिदिन्छु तिम्रो निधारमा राखिदिन्छु आऊ त घरमा निधारमा यसो राखिदिनु हुन्छ भाइ म
बनाउँदैछु भोलि गएर आउँछ छिटै वर्किङ आवर एस अफ यस्तो काम गरिरहेको छ कि म चाहिँ त्यही हो काम 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 कुन सिपी हो पर्वल राई रे यो क्याप्टेन हो तोप चाहिँ क्याप्टेनमा हाल्दै हामी सूर्य पनि हेर्ने हो फ्युजन सूर्य फ्युजन पर्पल कलर बोल्छु त म बोल्छु अब बोल्छु म खोइ पर्पल कलर मेरो पालो आयो अब म बोल्छु माई टर्न नेभर मैले स्यामलाई भन्नुहुन्छ हजुर भन्नुहुन्छ त आउँछस् भने आइज हावा कुराहरू नहँसाएको स्पाइडरम्यान बुटोल आफ्नै त हो नि यो बुटोल मेरो म्यानेजर दाई बुटोलबाटै हो अस्ति दिउँसो मैले कल गरेँ हो लभ यु भाइ राम्रो कुरा गरे अब पनि नर्को सेट मेरो कलले होइन त हो नि 6x जोजो एक्स पर्पल एक्स ग्वाला आउनु पर्यो त्यो गीतमा जो चाहिँ हुँदैन ट्रिक्स दाईसँग चाहिँ आउँछ होला त्यो गीतमा जो आइज त चिन्ता नगर्दै हुन्छ भोलि हस् हुन्छ कहाँ आइज एउटै फ्रेममा आइज रे कि हुन्छ भाइ नटीको डिमान्ड छ नि फेरि यहाँ नटीको हो हामी नटीको हो ब्रदर मनी थियो ए नटीलाई रेस्पेक्ट गर्यो केटा मन्त्रीको छोरो नटी जस्तो नटीले होइन नटीले माथि नेताको छोरा हो फर्स्ट नेताको छोरा ऱ्यापर नेताको छोरा को छ र को छ भन है छ भने एउटै छ हाम्रो मेयर ऱ्यापर छ एउटा डन हो नि हुनुहुन्छ होला डन हो नि हामी डन होइन दाइहरू थ्याङ्क यू ब्रदर लेजेन्डहरू डन भन्दा पनि लेजेन्ड भन्छ अरे हाम्रो भाषामा त लेजेन्डहरू हस् मैले त्यो पर्वललाई हेर्न हौ मुजिजले तँलाई हेर्न तँलाई म्याच त खतरा हो नि करोडपति यसको त रन्डीको यसको त त्यो मुजी ढोका पनि मार्छ तरकारी के पकाएर मन तरकारी होला चाहिँ म्याच भात पाक्दैछ घरमा फेरि तरकारी होला चाहिँ म्याच रो मेरो 3 टाउके रावण म्याच 3 टाउके रावण Shout out to मेरो गौरव भाइ yes sir गौरव भाइ one of the best videographer of match नेपाल होइन होल भाइले जस्तो मुजी सक्दैन भाइले यस्तो हसल गर्न पनि सक्दैन भाइले यस्तो भिडियो बनाउनु भाइ खतरा हो केटा कहाँबाट आएको हो तिमीहरू मुजी भाइसँग बोलिस् भने तिमीहरू मुजी भाइसँग बोलिस् भने भाइको बोलीले सुसाइड गर्ने खालको बोली छ भाइ सुसाइड गर्ने पैसा लाग्छ Start from the bottom, now we here. Long way to go. हाम्रो कुरामा छिर्ने इन्टरफेयर गर्ने ब्रदरहरू उनीहरूलाई केही नै थाहा छैन Long way to go, नजिकै जाओ जाओ किन जाने अहिले जाऊ जा आइज आओस् वान डे इन्टरनेसनल खान्छ लेखेर राखेको यो स्क्रिनसट गरेर केटा वान डे होइन छिटै सुन यस्तै काम गरेर हामीले मुझे इन्टरनेसनल खाने काम गरिरहेछ सुन हामीले इन्टरनेसनल खान्छ सो यो कुराहरू लेखेर राखेको उनीहरूले भनेको पनि नभने पनि हामीलाई पर्वल ऱ्यापर होइन रियाक्टर हो त ल पर्वल रियाक्टर हो म ऱ्यापर हो ऊ मान्छे नेता हो जे भन्नु नि पायो कि डक्टर हो पर्पल रिएक्टर होइन पर्पल एक्टर रि हटाइदेऊ हामी रिएक्ट गर्दैन हामी एक्ट गर्छौँ
कपाल काट्ने पैसा छैन अनि कपाल काटेर पैसा छैन गीत गाइदिउँ न यिनीहरूको कपाल हेर्नु रङ्गी बिरङ्गी छ तिमीहरूलाई एउटा कुरा थाहा छैन ब्रो ऱ्याप इन्डस्ट्रीमा हरेक गीतमा म्युजिक कपाल चेन्ज गर्ने हामी मात्र हो गएर हेर हरेक गीतमा Throw me a tin to the raven, throw me a tin to the raven, type shit nigga, love, was like master. And then the school, we got that. आफूले गर्न पायो भने उसको लेभल पुग्दैन लाइफमा यहाँ जोइन गर्नु यहाँ तिनजना कस्तो कस्तो लेभलको मान्छे छ हेर न ल हाम्रो जति भ्यू छ भने ओके level 10 हजुर लेभल 10 already. That's me. Yes, sir. Shout out to Cosmos Para. Love, Cosmos Para. Love. Gang. PKT, बहन की टूट थाहा छ नि केटाहरू पारा 10 मा 12 बिहान गर्दा नदी लाइभमा राम्रो भन्दा के हो नदी चाहिँले कसलाई के हैन भाइ मुजी म त भाइलाई माया गर्छु चित्त नदुखाऊ है मेरो भाइ गाडी गर्दाखेरि पर्छ हो कहिले क्याप्सिक हान्नु न हो हो तिमीहरूको धेरै भयो के ल माया गर्ने भाइलाई टपिक चाहिँ माया क्याप्सिक माथि गर्दैन ल केटाहरू अब क्याप्सिक हान्नु है अब कति ओइ माथि क्याप्सिक छोटो क्याप्सिक हान्नु है ल आज